walking tall. Some days I got no use for it all. Working hard, making less. Some days are bad, bad at best. सो गाइजहरु आजको हाम्रो 10 बाइक गन्तव्य भनेको चाहिँ पुरै घुर्मीसम्मको थियो अनि हामी चाहिँ बिहानै उठेर फ्रेस भएर हामी चाहिँ लाग्यो घुर्मीतर्फ। घुर्मी चाहिँ हाम्रो खास काम भनेको चाहिँ सानो एउटा काम थियो अनि त्यसैले 10 बाइक मिलेर सँगै जाउँ भनेर यताउता घुर्मी हर्कपुल सबै पुगेर सबै घुमियो। खासमा हाम्रो काम चाहिँ पुरा भिडियो हेर्नु होला अनि मात्र थाहा पाउनुहुनेछ तपाईहरु हाम्रो काम के हो भन्दाखेरिमा। अनि आज म किन घरबाट भ्लग स्टार्ट गरिन भन्दाखेरिमा मोबाइलमा चार्ज थिएन अनि बाटोमा छोटो क्लिप खिच्दै गएको थियो चाहिँ। अनि बाटोमा भ्लग गर्न पनि एकदमै गाह्रो थियो, एकदमै गाह्रो बाटोहरू सबै अफरोड तरिकाको थियो। सानो बाटो त्यही पनि अफरोड, त्यही पनि ठुलो गाडी हिँडिरहेको थियो। एकदमै हामीलाई रिस्की भएको थियो गन्तव्यसम्म पुग्नको लागि। तर कुनै ठाउँमा चाहिँ एकदमै राम्रो पिच रोड थियो अनि बल्ल गन्तव्यसम्म पुग्यो बल्ल एकदम रिस्की पारामा। अनि पुगेपछि हाम्रो कामलाई चाहिँ पुरै फिनिस पारेर अनि हामी चाहिँ फर्कियो सरासरी घरतिर। सो भ्लग चाहिँ अन्तिमतिर छ, राम्रोसँग हेरिदिनु होला, लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गरिदिनु होला। सो म के कामले घुम्न गएको थिएँ अनि सो अन्तिमसम्म हेरिदिनु होला सबैजनाले। राइट गाइस, फाइनली हामी चाहिँ घर आइसकेका छौँ अनि हेर्न सक्नुहुन्छ पुरै जुत्ता चाहिँ एकदमै गन्दी, महात्मा गन्दी भएको छ है, गन्दी भएको छ। यो पनि एकदम गन्दी अनि अब त्यही हो। हल्ला नगरौँ है साथीहरू, यहाँ 5000 झ्याम भएको छ हैन। 5000 लगेको, अब के किन्यो कति 5000 मा 500 त फिर्ता, 5000 फिर्ता, 5000 5 रुपैयाँ। यहाँ कति रुपैयाँ छ अब? पैसै पैसा। पर्दैन रिचार्ज। हाँ क्या बोलै छी? हल्ला नगरौँ है साथीहरू, भर्खर पुगेको मान्छेलाई यहाँ हल्ला होइन। यी मोमो खाने नखाने मोमो खाइँदैन मोमो। यो ड्रेस हो औषधि कल सामान दिया के मोमा क्या hoy vi mes que papan anda news anan ke anda था इमे गए सौ गए। खासमा मैले चाहिँ भाइको लागि स्कुल ड्रेस लिन गएको, खै स्कुल ड्रेस हेरौँ न। क्या सो यो चाहिँ अरू साथीहरूको हो। मैले ल्याउने भनेको यो मोमो अनि केही छैन। क्या
म्याउ म्याउ के हो मान्छेहरू ठुलो हौ मोमो ल्याइदिँदा पनि खुसी हुँदैनन् हौ यार कि म खाऊँ मोमो गाइज मैले चाहिँ मम्मीलाई 2 प्लेट मोमो ल्याइदिएको थिएँ अनि खै खुसी हुँदैन ह्याप्पी नै छैन कि म खाइदिन्छु नि फेरि म त कम मोमो चाहिँ एकदम बवाल थियो ये माल केसँग खानुपर्ने ने जग्गा त उडा छ तातो कसो जाएन तातो तातो त्यहाँमा हिमे तिल्याम पाच्चा फ्राई पास्ता जसी पर्छ क्या मोमो हेर्नु आगलमे खै मजा जात या उमे टेम्पो सिरिवाला जा यहाँ बितलेर छ पोका पार्नु पनि झन् आयो आइम क्या ओके गाइस म चाहिँ घर आइसकेँ अनि अब चाहिँ म फ्रेस हुनु पर्यो अब म चाहिँ गुरुमी खासमा भाइको लागि ड्रेस लिन गएको अनि भाइको लागि चाहिँ स्कुल ड्रेस रहेनछ अलिकति भाइ बहिनी त हो नि होइन अब फाटेको रहेछ थोरै अनि स्कुल जान मानेन अनि त्यसको लागि चाहिँ नयाँ ड्रेस लिन गएको म चाहिँ अनि थोरै हल्का यताउता काम थियो अनि बाटो एकदमै गाह्रो थियो अनि त्यो बाटोमा चाहिँ मैले भिडियो गरिनँ भ्लग गरिनँ सो म चाहिँ सकुशल घर आइपुगेको छु खै ड्रेस कस्तो छ ड्रेसको ज्याला 900 अनि यो किन्दा 800 मिटरको कति 300 कि कति भयो जम्मा 800 भयो ए ठुलो भयो जो के हुन्न 1-2 वर्षको लागि डुम क्या साइज नपाती हो हमें ठीक छ अलिकति त्यसलाई उस गरेर लगाउन मिल्छ के जति नि गाइस देख्न सक्नुहुन्छ तपाईहरु यतिखेर अब चाहिँ म फ्रेस हुन्छु है यतिखेर चाहिँ 5 बज्न लागेछ अनि पानी परौँ कि नपरौँ भइरहेछ अनि गडाङगुडुङ त्यस्तै गडाङगुडुङ पनि भइरहेछ साथीहरु अनि यो चाहिँ हाम्रो दाइको सामान है यो चाहिँ के भन्छ चार्जर ओहो 5:30 पो भएको रहेछ है 6 पो बज्न लागेछ अब चाहिँ हाम्रो मोमोलाई यो चाहिँ पुरा बासी भइसकेको छ हाम्रो मोमो अब यसलाई चाहिँ पुरा फ्राई गरेर हाम्रो प्यान चाहिँ यहाँ तातो भइसक्यो यो देख्न सक्नुहुन्छ मोमोको झोल अब यसलाई चाहिँ फ्राई गर्नुपर्ने हुन्छ है ज्याइ आथा ओहो आथा फ्राई भइसक्यो हाम्रो मोमो चाहिँ फ्राई यसलाई यहाँ राख्नुपर्ने हुन्छ
फाइनली गाइज हाम्रो मोमो चाहिँ रेडी भइसकेको छ ल मम्मी या कता पुडी हेर्नु जाम नि दाजु सबै के आएको जान्छ या कता लुलु खाउँ 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 ल तपाईँ जा मम्मी म या कता ब्रोम रे Mereka. Ya. Nah. Kolbot ngasih ya. Mana? Belum dia. Dah kita. Sijola. Kecap bisa juga sih kawan. Bapak full kita mana? Kenapa ini? Mau bro saja. Ki patu marah-marah. Ya. Oh, susire. Oh, ada jasa. Apa banyak kok? Belum bang ya? Nen. Oh. Duduk kan? Nama. Jaga tak. Amari mete. Hebat juga cuy. Hebat juga ya? ल गाइस मोमो पनि खाइयो टन्न पनि भइयो अब म खाना खादिनँ है भयो सो गाइस मोमो पनि खाइयो टन्न पनि भइयो अनि हाम्रो कुकम्यान यता हुनुहुन्छ सो आजको भिडियो चाहिँ छोटो मिठो भए पनि यति नै हस्त धन्यवाद गरौँ भनेको भाइहरूले त मोमोको झोलमा त सुपमा त खाना पो ल्याइदिएर मिठो हुन्छ है साथीहरूलाई ओहो मिठो यार अर्को पनि आयो 2 भाग छ के हो यार अर्को त बिजी मोबाइलमा Mama, bro, mana jauh bro?